हेलो अनि जय गोर्खा अनि गाइज वेलकम ब्याक टु माई च्यानल है। सो इट्स मी ग्रे। सो आजको मेरो राइड चाहिँ छ तपाईँको दार्जिलिङ है। सो त्यसैको लागि फिलहालमा रेडी हुँदैछु। लास्ट टाइम चाहिँ हातहरू पुरा डढेको थियो सिक्किम राइडले गर्दा कि त्यही लागि योपालि चाहिँ यिनीहरू लाउँदैछु हो। सो आज राइडमा चाहिँ मजा आउँछ। ए पुल्डु बहुत धन्यवाद। त्यही माथि पुल्डु भएको बर्थडे पनि हो। यसले त लागेको मलाई बर्थडे विश गर्दैन तपाईले। पुल्डुको बर्थडे आज मम्मी आज सोलु रेडी भइसकेको छु म। जान सक्नुहुन्छ लु मम्मी आइ भनिदिनु त। ए आयो लु लु हाम्रो पुल्डु भाइको आज बर्थडे छ है। लेट्स गो थ्यांक यू एभ्रीवन। सो अब चाहिँ हामी एउटा निस्किँदै रेडी भइसक्यो। यहाँ हेलमेट सेलमेट सब रेडी छ। अस्ति लास्ट टाइम चाहिँ हात पुरा डढेको थियो भने योपालि चाहिँ यिनीहरू लगाएर सेफ्टी गरिदिइहालेको नि होइन। सो लेट्स गो। हेरौँ माथि चाहिँ कतिको चिसो छ त्यो हिसाबले पनि। लु त हियर वी गो है, रेडी टु गो। सो आज हामी चाहिँ जाँदैछ ड्युक 250। अन्त लास्ट टाइम चाहिँ हामी 6जना केटाहरू गएको थियो, बट दिस टाइम खालि म अन्त पुल्डु भाइ मात्रै 2जना मात्रै जाँदैछ हामी राइडमा। खासै गरी हामी मङ्पू जान्छ पहिला साथीकोमा, त्यसको पछि चाहिँ चौरस्ता जानुपर्छ। पहिला मङ्पू पुगौँ त्यसको बाद डिसाइड गर्नुपर्छ। ड्युक हेर्नु भयो होला, लास्ट टाइम सिक्किम पनि हामीले लिएर गएको थियो ड्युक। लु हामी चाहिँ एकछिन रोकेको थियो, बुझ्नुभयो होला किन रोकेको थियो भनेर हो। यस्तो नेचर कल यो सैले पनि भिडियो बनाउँदैछ, म पनि भिडियो बनाउँदैछु। ठिकै टाइममा ट्रेन पनि पार भइरहेछ। सो म चाहिँ बाइक चलाउँदैछु, त्यसलाई मजाले भिडियो चाहिँ बनाउनु पाएको छुइनँ कि। अन्त यहाँ चाहिँ हाम्रो आजको धर्नु छ हो। यहाँ चाहिँ बाइक गरम भइसक्यो कि गाइस, गरम। तर अहिले केही छैन। आज हेरौँ, लास्ट टाइम दार्जिलिङ जाँदा गरमै थियो, गान्तोक जाँदा चाहिँ अलिक गरमै थियो हो। अहिले चाहिँ अब दार्जिलिङपट्टि जाँदा चाहिँ हेरौँ कस्तो वेदर हुन्छ। फिलहालसम्म त अलिक ठिकै छ, त्यस्तो गरम भएको छैन, त्यस्तो चिसो भएको छैन। लेट्स सी। ल लेट्स गो। बेसी टाइम वेस्ट नगरौँ। तपाईँको 11 बज्नु आँट्यो, 10 मिनट मात्रै बाँकी छ, अब जानुपर्छ। लु गाइस अहिले चाहिँ हामी यहाँ बाघपुलको यहाँ आइसकेको छ। यहाँ आएर चाहिँ बाघपुल देखाउनु अब म्यान्डेटरी हो, केटाहरूले पताउँदैन कि बाइकमा गयो सयो भनेर कि। त्यही भएर बाइक साइक चाहिँ देखाउनु पर्छ होइन। पुल्डु भाइले पनि भ्लग गर्दैछ यहाँ आइवान। यो हाई 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 यो लेट्स गो। कस्तो आउँदैछ राइडमा, मजा आउँदैछ? मजा आउँदैछ। हाम्रो अनम साथीले त बिहा पनि गरिसक्यो रे। नानी नि रहेछ। ठिकै छ गाइस, लेट्स गो है। पुलमा चाहिँ नरोकेको हो, यहाँ रोकेर अनि भिडियो बनाइदिएको। अब चाहिँ पल्टी हालिदिन्छु। गएको है गाइस, लेट्स गो। त्यो त तपाईँको पुल भयो, बाघपुल भन्छ। ऊ अनम साथी त यहाँ पो रहेछ, गर्लफ्रेन्ड चाहिँ। ऊ हाम्रो नयाँ ब्लगर हुँदैछ। यहाँ बाघ पनि छ है गाइस, बाघ पनि छ है, खडा अलिक होसियार। त्यसलाई पनि जिस्काउँदैछ। सो हामी चाहिँ अब त्यो माथिबाट जानुपर्ने छ मङ्पू। खोला पनि अहिले बिराटै छ। सो लेट्स गो। सो छिटो जति छिटो गऱ्यो त्यति छिटो हामीलाई राम्रो लाग्यो। ल पार गरेको भिडियो गर्नु लु त गाइस। यो चाहिँ अब तपाईँको बाघपुल हामी पार गर्दैछ है। गोप्रो त छैन हो, साथी हो गोप्रो। सो लेट्स गो। ब्रिजमा चाहिँ नरोकाएको, ब्रिजको कन्डिसन पनि राम्रो छैन हो, त्यसैले गर्दा अब यहाँबाट चाहिँ हामी राइट टर्न लिन आँटेको छौँ।
गाइस अब चाहिँ हामीहरू लाग्दैछ है दार्जिलिङतर्फ। दुईजना दाजुभाइ चाहिँ यहाँ सँगै छ होइन। लेट्स गो दार्जिलिङ। यस्तो जग्गा छ मुनि, यस्तो जग्गा छ बाटो चाहिँ। लेट्स गो गाइस। यहाँ चाहिँ यस्तो दामी हावा आउँदैछ कि भन्नु सकिँदैन क्या। अब लाइक मजा आउँदैछ क्या। सिरिरिरि हावा आउँदैछ। हावा चल्दै माक्का खोलाको छेउमा हो। एकदम खाली बाटो होइन। पहिले चाहिँ यहाँनिर चापाचाप हुन्थ्यो लाइक, अहिले चाहिँ त्यो ब्रिज भत्किएको छ। थाहै छ तपाईँहरूलाई। त्यसको लागि चाहिँ मान्छेहरूले सोच्छ कि ब्रिज भत्किएको छ भनेर चाहिँ। ब्रिज पनि भत्किएको छ हौ। सरी ब्रिज बाटो एउटै हो त्यो। अनि त्यो भत्किएको छ भनेर चाहिँ यहाँबाट त कि मान्छेहरू पनि आएको गाडीहरू आएको छ नि बाइक गाडीहरू। किनभने यहाँ टुरिस्टहरू पुरा आउँछ क्या राइडरहरू। अहिले त्यस्तो देखेको पनि छैन। तर हावा चाहिँ दामी चल्दैछ। दामी भन्दा दामी क्या। सिरिरिरि हावा माथिबाट घाम धम 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 हो। तातो तातो चिसो चिसो तातो तातो चिसो चिसो हुँदैछ क्या माका हो। मङ्पु अब पुग्न आँटे हेर्नु 12 किलोमिटर। त्यो माथि ओकालो जानुपर्ने रहेछ। पुग्न आँटे अब अलिकति छ यहाँबाट त पुग्छ। फर्स्ट टाइम जाँदैछु मङ्पु कि यहाँबाट। यो चाहिँ रम्बी तपाईँको जुमा गयो रम्बी। यहाँ एक ठाउँमा रोकेको थियो कि कस्तो दामी यहाँनिर मुतिरहेको थियो कि कति छिटो भागेको होइन। यहाँनिर मुतिरहेको थियो नि त भागिदिएको। अय्यो कत्रो हाँस्टेबल होला। ल फाइनली मेरो रिमिक साथीको घर चाहिँ पुगेँ म हो। ए रिमिक साथी यहीँ छ। केटा केटी कन्फ्युज नहुनु होला। यो चाहिँ केटा केटी भयो हुन्छ अब केटै हो होइन। हेर मनको राम्रो छ। राम्रो कि राम्रो। अनि यहाँ छ हाम्रो जिम्मु साथी। ओ आइवन गुड। अनि यहाँ छ यो। अनि मलाई यसको बारेमा कति नै सोधेको छ त केटी दुइटै हो। किरिचिल डबल ओइ किरिचिल डबल हो। यहाँ साथी घर चाहिँ पुगिसकेको छु मङ्पु हो। अन्त त्यसैले गर्दा चाहिँ अब यत्तिकै एकछिनमा कन्टिन्यू गर्दैछु। यहाँ चाहिँ अब हामी लन्च खाना आँटेको हो। प्रतु आजको वेटर। ओइ म्याउ म्याउ कुक बिरालोको लागि खाना खाइदिए। यहाँ भ्लगमा उत्रेको न हटै सेलिब्रेटीहरू जस्तो नभए। सो फाइनली गाइस हामीहरू यहाँ जुन कमाएर छिहाल्नु पर्यो साथीको घरमा प्रतु होइन प्रतु। अहिले चाहिँ खाना खानु लागि ठिक छ। लु हामी चाहिँ अब प्रतुको अलिकति गाउँ घुम्दै घुम्दैछ हो। यसको कमेडी छ। लु यो चाहिँ गाउँ हामी घुम्दिरह हो। मजाको छ। पद्वीको गाउँ हो। ओइ प्रतु ओइ प्रतु ओइ तल पद्वीको गाउँ भन्दैछौ। मैले त्यस्तो भनेको छैन। तिमीले भ्लगमा पनि हेर्नु सक्छौ। बाद भिडियोमा हेरे तल भन्नु क माथि हो माथि कि। लु हामी चाहिँ चप्पल चाहिँ मलाई यस्तो मैला यो माथि माथि हामी चाहिँ उकालो र ल प्रतु घर चाहिँ हो। बारी बारी हिँडिरहेको छ त हामी। हाम्रो को यो
कहाँ घुमेको लु यो चाहिँ हामी मङ्पू घुम्दैछ ल बाटोतिर हाम्रो प्रतिभाले घुमाएको भन्छ अगाडि अगाडि छ यो के घुमाएको यसले म आफै घुमेको ल फर्स्ट टाइम आएको त्यो हल्का अब एक्सप्लोर होइन बाटोहरू माथि माथि नै छ घरहरू त्यही घुम्दै फिर्दै हिँड्दैछ हामी चाहिँ यो चाहिँ नयाँ चिज देख्नु पायो यसको सब्जी खान्छ ए यही जस्तो छ त केरा खोज्दा खोज्दा कहाँ देख्नु पायो भने म त गुगलमा पो हेर्छु फोटो कहिले त गुगलमा हेरौँ ल हामी चाहिँ यहाँ खोज्दै खोज्दै ए आरामले ए भाइ यो भाइ यस्तो छ जहिले पनि खालि काम बिगार सरी हामी चाहिँ केरा लिन कहाँ तलबाट आयो होइन बाटोहरू छ तल र माथि तेरो अनुहार सर्च गर्दा त पाउँदैन भनेको एक लोक छ अब यो चाहिँ तलबाट हामी आएको नाना यहाँ छ हो केराको लागि कम्ती टाढो हिँड्नु पऱ्यो नि त अब चाहिँ हामी आगो तापिँदैछ गरम पुरा चाहिँ किनलाई मजा छ अर्को अन्त यहाँ मसँग दुईजना छ हो प्रतु जिङ्गु पुल्लु भाइ चाहिँ सुतिरहेको छ त्यो त्यसले निदालाई थाकेछ मन थाकिरहेछ खाना खाएर यहाँबाट पनि दामी देख्दो रहेछ फोन छ सुतेछ थाकिरहेछ जाडै छ साफ सफाइ हुँदैछ हो ओ यो दियोलाई के भन्छ अरे प्रतु भाइ दियो भनिस् अब 108 हामीले के भन्न आँटेको थिएँ दुम्सी दुम्सी कुङ्गु ए 108 होइन भोलिको लागि यो गरम पानीमा हाल्दैछ त्यसले छिटो छिटो सफाउनु लागि किनकि यसमा अगाडि दियो भनेर नि कन्फ्युज भएको भयो अब त पनि उयो लाग्थ्यो के भन्छ है त्यो गरम पानीमा छिटो हुँदो रहेछ नि त सफा ल हाम्रो चाहिँ अब डिनर यहाँ गर्न आँटेको छ ल भाइ यहाँ खाना छ हो यहाँ आन्टी हुनुहुन्छ अन्त यहाँ प्रतु लोकल ठिक छ पुल्लु यत्रो गाना सुनिरहेछ गाना अब चाहिँ खानासाना खाने हो त्यसको बाद चाहिँ सुतिने के भन्छ तँलाई गाइस यतिकै भन्दैन थ्याङ्क यू फर वाचिङ माई ब्लग्स टिल द एन्ड अन्त आजको ब्लग चाहिँ यतिमा कट गरिदिएको ल आजको ब्लग खतम गाइस बाइ बाइ